सबैलाई नमस्कार। म चाहिँ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानी 12 को अध्यक्ष। अहिले पोखरामा 8वटा सामुदायिक सेवा केन्द्र मध्ये एउटा जिल्ला समन्वय कार्यालय छ र 7वटा सामुदायिक केन्द्रहरू छन्। यी सामुदायिक केन्द्रमा हाल देशमा भएको यो विषम परिस्थितिमा थोर बहुत जहाँ जे सकिन्छ मन वचन र कर्मले सेवा गरौँ भन्ने भावनाले हामी 7वटै सामुदायिक सेवा केन्द्रका पदाधिकारी अथवा सामुदायिक कर्मीहरू सबै मिलेर अहिले भएको देशको यो विषम परिस्थितिमा भएको क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर मन वचन कर्मले हामी सेवामा लागेका छौँ। यसरी नै अहिले देशको परिस्थिति विषम परिस्थितिमा पनि हामी एक आपसमा नेपालीवासीहरू सबै मिलेर हामी अहिले देशमा भएका 126 जाति मध्ये 123 भाषी छौँ। हामी सबै मिलेर एक आपसमा समन्वय गरेर यो देशको विषम परिस्थितिलाई कसरी हुन्छ सुधार्ने र कसरी हुन्छ यो बिग्रेको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा लाग्नलाई कटिबद्ध हौँ पनि भन्दछु। साथै नजिकै आइपुगेको विजयादशमी, दीपावली, छठ पर्व र अन्य पर्वहरूको पनि शुभकामना दिँदै यस सबै देशवासीमा यो शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। हस्त नमस्कार।